गरुड पुराण अनुसार मरेको मानिसका यी 5 चीजहरू अवश्य राख्नुपर्छ। त्यसैगरी 3 यस्ता चीजहरू तुरन्तै फालिदिनुपर्छ, नत्र पितृहरू रिसाउँछन् र त्यो घरको सारा सुख समृद्धि हराउँछ र धनको नाश हुन्छ। आउनुहोस् जानौ ती राख्न हुने र राख्न नहुने चीज कुन कुन हुन्, जसलाई भगवान श्रीकृष्णले बताउनु भएको छ। एक समयको कुरा हो, भगवान श्रीकृष्ण र राधा वृन्दावनमा विश्राम गरिरहनु भएको थियो। त्यही समयमा राधाले श्रीकृष्णतर्फ हेर्नुभयो र भन्नुभयो, स्वामी, आज मेरो मनमा एउटा प्रश्नले धेरै समयदेखि डेरा जमाएको छ। त्यसैले म हजुरकै मुखबाट यसको उत्तर जान्न चाहन्छु। श्रीकृष्णले मुस्कुराउँदै भन्नुभयो, बताऊ राधे, तिम्रो प्रश्नको उत्तर म अवश्य दिनेछु। राधा भन्नुहुन्छ, प्रभु, मैले सुनेको छु कि मरेको व्यक्तिका केही सामानहरू घरमै राख्नुपर्छ रे, तर मृत्यु भएपछि त त्यो व्यक्तिले प्रयोग गर्ने सम्पूर्ण वस्तुहरू फाल्नुपर्ने होइन र? कृपया यसको उत्तर दिनुहोस्। श्रीकृष्ण भन्नुहुन्छ, राधे, तिमीले सम्पूर्ण मानव जातिका लागि अत्यन्त महत्वपूर्ण प्रश्न सोधेकी छौ। मानिसको निधनपछि पनि शास्त्रका केही नियम र मर्यादाहरू हुन्छन्, जसलाई अवश्य पालन गर्नुपर्छ। मृतक व्यक्तिले प्रयोग गर्ने 5 वटा सामानहरू हुन्छन्, जसलाई भुलेर पनि फाल्नु हुँदैन, र त्यस्तै 3 वटा सामान चाहिँ मृत्यु हुने बित्तिकै घरबाट हटाउनु आवश्यक हुन्छ, किनभने ती सामानहरू सिधै पितृको सन्तुष्टिसँग जोडिएका हुन्छन्। राधा फेरि सोध्नुहुन्छ, प्रभु, यदि मानिसले गल्तीवश राख्नुपर्ने वस्तु फाल्यो र फाल्नुपर्ने वस्तु घरमै राख्यो भने के हुन्छ? श्रीकृष्ण भन्नुहुन्छ, यदि मानिसले जानी वा अनजानमै मृतकका राख्नुपर्ने वस्तु फाल्यो र फाल्नुपर्ने वस्तु घरमा राख्यो भने पितृदोष लाग्छ। यसले गर्दा पितृ रिसाउँछन् र पितृको क्रोधले घरको सम्पूर्ण सुख शान्ति हराउन सक्छ। धन टिक्दैन, स्वास्थ्यमा पनि असर पर्न सक्छ र त्यो घरमा दुर्भाग्यको वास हुन सक्छ। त्यसैले कुन वस्तु राख्ने र कुन फाल्ने भन्ने कुरा बुझ्नु अत्यन्त आवश्यक छ। राधा भन्नुहुन्छ, ओहो स्वामी, त्यसो भए ती वस्तुहरू कुन कुन हुन्, कृपया बताइदिनुहोस्। श्रीकृष्ण भन्नुहुन्छ, यसको उत्तर जान्नका लागि तिमीले एउटा दिव्य कथा सुन्नुपर्नेछ। यो सामान्य कथा होइन। जसले पनि यस कथालाई ध्यानपूर्वक अन्त्यसम्म सुन्छ, पितृको कृपाले उसको घरमा सधैँ सुख शान्ति रहन्छ र धन सम्पत्तिको कहिल्यै कमी हुँदैन। राधा भन्नुहुन्छ, प्रभु, त्यो दिव्य कथा सुरु गरिदिनुहोस् जुन सबैले सुन्न आवश्यक छ। साथीहरू, श्रीकृष्णले कथा वाचन गर्नु अघि यस भिडियोलाई लाइक गर्नुहोस् र च्यानललाई सब्स्क्राइब पनि गर्नुहोस्। साथै कमेन्टमा जय श्रीकृष्ण पनि लेख्नुहोस्। त्यसपछि श्रीकृष्ण भन्नुहुन्छ, धेरै पुरानो युगको कुरा हो। एउटा गाउँमा एक अत्यन्त वृद्ध महिला बस्थिन्। उनको नाम जमुना थियो। केही वर्ष अघि घर पहिरोले पुरेर उनको श्रीमान र छोराछोरीको दुःखद निधन भएको थियो। त्यसैले उनी अहिले घरमा एक्लै थिइन्। त्यो घटनाले उनको मनमा गहिरो पीडा र डर छोड्यो र उनी आफ्नो घरमा अतीतको सम्झनामा मात्र बाँचिरहेकी थिइन्। त्यसैले उनलाई सहारा दिने कोही पनि थिएन। यो उमेरमा पनि घरका सबै कामहरू उनले एक्लैले गर्नु पर्थ्यो। उमेर बढ्दै जाँदा उनको शरीर दिन प्रतिदिन कमजोर हुँदै गइरहेको थियो। हातखुट्टामा पहिलेको जस्तो बल थिएन। उनी काँपेको हातले खाना पकाउँथिन् र कहिलेकाहीँ त भोकै सुत्न बाध्य हुन्थिन्। जीवन यति कठिन हुँदा पनि उनले कहिल्यै आफ्नो विश्वास छोडिनन्। उनी हरेक बिहान सबेरै घाम झुल्किन साथ उठ्थिन्। घर अगाडिको आँगनमा रहेको तुलसीको बोटमा जल अर्पण गर्थिन्। त्यसपछि नुहाएर भक्तिभावका साथ भगवान श्रीकृष्णको पूजा गर्थिन्। उनको प्रार्थना सधैँ एउटै हुन्थ्यो, हे भगवान, मेरो अन्तिम सास पनि तपाईको नाम जप्दै जाओस्। तर दुःखको कुरा के थियो भने गाउँका धेरै मानिसहरू भगवानप्रति विश्वास गर्दैनथे। उनीहरू जमुनालाई हेरेर भन्थे, यदि तिम्रो भगवान साँच्चीकै हुनुहुन्थ्यो भने तिमी जस्तो धर्मकर्म गर्ने महिलाले यति दुःख भोग्नु पर्थ्यो र? गाउँलेहरूको यस्तो कटु वचनले जमुनाको मन गहिरो रूपमा दुख्थ्यो, तर उनले कहिल्यै कसैसँग केही भनिनन्। उनी निरन्तर भगवानको नाम जपिरहिन्। समय यसरी नै बिस्तारै बित्दै गयो। एक दिन जब उनी गाउँको पधेरामा पानी भर्न गइन्, त्यहाँ रहेका मानिसहरूले उनलाई पालो समेत दिन मानेनन्। त्यसैले उनी दुखी मन लिएर खाली भाडो बोक्दै घर फर्किन बाध्य भइन्। घरको आर्थिक अवस्था पनि निकै कमजोर थियो। बर्खाको समयमा त झन् घरको छानोबाट पानी चुइन्थ्यो, तर छानो मर्मत गर्ने पैसा पनि थिएन। राति सुत्दा उनी मनमनै सोच्थिन्, यदि मेरो श्रीमान र छोराछोरी बाँचेका भए मेरो जीवन कति फरक हुन्थ्यो होला। दिनहरू बित्दै गए। जमुनाले गाउँलेहरूको हेपाई सहँदै गइन्। जब उनी कुनै पूजापाठ गर्न खोज्थिन्, छिमेकीहरू आएर उनको पूजा सामग्री नै फालिदिन्थे र पूजामा बाधा पुर्याउँथे। उनी भगवानसँग रुँदै भन्थिन्, हे प्रभु, के मैले तपाईको भक्ति गर्न खोजेकै कारणले मलाई यति दुःख भोग्नु परेको हो? एक दिनको कुरा हो, गाउँलेहरू जम्मा भए र एउटा डरलाग्दो निर्णय गरे। त्यो थियो जमुनाको घर जलाउने निर्णय। उनीहरू सबै मिलेर जमुनाको घर उनको आँखाको अगाडि जलाइदिए।
उनी आफ्नो घर जलेको हेरिरहिन्, तर केही गर्न सकिनन्। आँखै अगाडि सारा यादहरू, सारा सपना र खुशी खरानी भएको देख्दा उनका मनमा ठूलो पीडा भयो। उनले हात जोड्दै बिन्ती गरिन्, हे दाजुभाइहरू, म वृद्ध महिला हुँ, भगवानको नाममा मेरो घरलाई केही पनि नगर्नुहोस्। म अब कहाँ बस्ने? मेरो को छ र यो संसारमा? तर गाउँलेहरूले उनको एक पनि सुनेनन् र उता घर जलेर खरानी बनिसकेको थियो। यति मात्र होइन, उनलाई गाउँमा बस्न समेत दिइएन। गाउँलेहरूले जमुनालाई जबरजस्ती गाउँबाट निकाला गरे। उनी रुँदै पोको पोकेर अर्को गाउँतर्फ लागिन्। उनी मनमनै भन्दै थिइन्, मेरो आँसुले तिनीहरूलाई अवश्य पोल्नेछ। जमुना आफ्नो यात्रामा लागिरहेकी थिइन्। त्यही समयमा अचानक एउटा बच्चा रोएको जस्तो आवाज आयो। उनी एकछिन त्यही रोकिन् र फेरि ध्यानपूर्वक सुन्न थालिन्। आवाज झन प्रष्ट हुँदै गयो। उनले वरिपरि हेर्दै आवाज आएको दिशातर्फ अघि बढिन्। जब झाडी नजिक पुगेर हेरिन्, त्यहाँ एउटा सानो बालक बसेर रोइरहेको रहेछ। उसको अवस्था निकै दयनीय थियो। लुगा फाटेका, अनुहार डरले भरिएको र आँखा आँसुले रसाइरहेका। जमुना उसको नजिक पुगिन् र माया गर्दै सोधिन्, बाबु, किन रोइरहेका छौ? यो जंगलमा एक्लै के गरिरहेका छौ? तिम्रा आमा बुबा कहाँ छन्? तर त्यो बालकले केही बोलेन। ऊ अझ डराउँदै उनीतिर हेर्न मात्र थाल्यो। जमुना केही बेर त्यही उभिएर वरिपरि हेर्न थालिन्। उनले ठूलो स्वरले आवाज दिइन्, यहाँ कोही छ? यो बच्चा कसको हो? तर त्यो सुनसान जंगलमा कुनै उत्तर आएन। चारैतिर सन्नाटा मात्रै थियो। यसैबीच बिस्तारै साँझ पर्न थालिसकेको थियो। जमुनालाई थाहा थियो रात परेपछि यहाँ बस्नु खतरनाक हुन सक्छ। उनले मनमनै एउटा निर्णय गरिन् कि यो बच्चालाई यत्तिकै यहाँ छोड्न सकिँदैन। त्यसैले जमुना त्यो बालकलाई आफूसँगै लैजान तयार भइन्। साथै उनले मनमनै संकल्प पनि गरिन्, यदि कोही यो बच्चालाई खोज्दै आयो भने उनी अवश्य फिर्ता गरिदिनेछिन्। दिनहरू बिस्तारै बित्दै गए। जमुनाले त्यो बच्चाको निकै माया र हेरचाह गर्न थालिन्। उनले आफ्नो भागमा आएको थोरै खाना पनि उसैलाई खुवाउँथिन् र राति उसलाई आफ्नो छेउमै सुताउँथिन्। तर दिनहरू बितिसक्दा पनि त्यो बच्चालाई खोज्दै कोही पनि आएन। अब जमुनालाई मनमनै चिन्ता लाग्न थाल्यो कि यो बच्चा कसको होला, किन यति सानो उमेरमा एक्लै भयो। समय बित्दै जाँदा जमुना र त्यो बालक बीच गहिरो सम्बन्ध बन्न थाल्यो। त्यो बालक पनि बिस्तारै जमुनासँग घुलमिल हुन थाल्यो। अन्ततः जमुनाले उसको नाम भरत राखिन्। अब जमुनालाई लाग्न थाल्यो यो बच्चा साधारण होइन, यो त भगवानले उनलाई सहाराको रूपमा पठाउनु भएको उपहार हो। उनले आँखा भरि आँसु पार्दै भगवानलाई धन्यवाद दिइन् र भनिन्, हे प्रभु, मेरो कुनै सन्तान नभए पनि मलाई आमा हुने अनुभूति गराइदिनु भयो। म तपाईप्रति सधैँ आभारी रहनेछु। त्यो दिनदेखि जमुनाको जीवनमा एउटा नयाँ आशा जन्मिएको थियो। तर आश्चर्यको कुरा के थियो भने अरू बच्चाहरूको तुलनामा भरत धेरै छिटो बढिरहेको थियो। मानव ऊ छिटै नै ठूलो भएर जमुनालाई पाल्नेछ। जमुना पनि आश्चर्यमा पर्न थालिन् कि यो बच्चा कसरी यति छिटो ठूलो हुँदैछ। उनले छोरालाई सबै विगत सुनाइन् कि कसरी गाउँलेहरूले उनको पहिलेको घरमा आगो लगाइदिए र गाउँबाट लखेटे। छोरा भन्थ्यो, आमा, तपाई चिन्ता नगर्नुहोस्, म तपाईको सहारा छु। हेर्दा हेर्दै भरत अब जवान भयो। जब जमुना आफ्नो छोरालाई हेर्थिन्, उनको अनुहारमा एक अलग नै मुस्कान आउँथ्यो। भरतले अब आफै कमाउने बेला भयो र जमुनाका सुखका दिन पनि आउन थालेका थिए। तर दुःखद कुरा, जमुनाको बढ्दो उमेरसँगै शरीर कमजोर हुँदै गयो र थला पर्दै गइन्। उनी अब राम्ररी हिँडडुल पनि गर्न सक्ने भइनन्। अन्ततः जमुनाले आफ्नो अन्तिम सास फेरिन् र यस संसारबाट विदा भइन्। भरतले आफ्नी मृत आमाको हात समातेर जोर जोरले रुन थाल्यो। आँसु झार्दै ऊ मनमनै सोच्न थाल्यो कि अब आमालाई खुसी साथ पाल्ने सपना अधुरो नै रह्यो। जब सबलाई जलाएर अन्त्येष्टि गरियो, तब एउटा महत्वपूर्ण कुरा आयो, मरेको आमाको कुन कुन सामान फाल्ने र कुन राख्ने। उनी आफ्नो आमाको कोठामा गए र देखे कि त्यहाँ त खाट राखिएको छ। उनले मनमनै सोचे, अब मरेको व्यक्तिको खाट घरमा राख्नु हुँदैन। त्यसैले उनले त्यो खाट फाल्ने निर्णय गरे। भरतले आफ्नी आमाले सुत्ने गरेको खाट उठाएर खोला किनारमा लगेर फालिदिए। उनलाई यसबारे कुनै ज्ञान थिएन, कुन चीज फाल्न हुन्छ र कुन हुँदैन। अर्को दिन बिहान जब उनी आँगनमा रहेको तुलसीको मठ नजिक पुगे, त्यो दृश्य देखेर उनी चकित परे। हिजोसम्म हराभरा रहेको तुलसीको बोट आज एक्कासी सुकेर उजाड भइसकेको थियो। उनी अचम्म मान्दै सोच्न थाले, आखिर एक्कासी तुलसी किन सुक्यो? म त यसलाई दैनिक पानी हालिरहेकै थिएँ। उनको मनमा अलिअलि डर पस्न थाल्यो, तर उनले त्यसलाई सामान्य कुरा ठाने। त्यसपछि अर्को दिन फेरि उनी आमाको कोठामा गए। त्यहाँ उनले आमाका सुनका गहना सुरक्षित राखिएका देखे। उनले सोचे, अब यी गहना कसैले पनि लगाउँदैनन्, घरमा राखेर के काम? त्यसैले उनले ती गहना पसलमा लगेर बेचिदिए। उनलाई यसबारे पनि कुनै ज्ञान थिएन कि मरेको व्यक्तिका गहना अरूलाई दिनु हुँदैन। यसपछि त झन घरमा अजीब र डरलाग्दा घटनाहरू हुन थाले। त्यो रात भरत सुतिरहेको बेला अचानक बाहिरबाट कुकुर रोएको आवाज आउन थाल्यो। भरत सोच्न थाले, यस्तो त कहिल्यै भएको थिएन।
कुकुरको आवाज झन तीव्र र डरलाग्दो हुँदै गयो। उनी डराउँदै बाहिर गएर हेरे, तर त्यहाँ न कुनै कुकुर थियो न त कुनै अर्को जीव। चारैतिर गहिरो सन्नाटा मात्रै थियो। यो देखेर उनी झन अचम्ममा परे। केही नदेखेपछि उनी फेरि भित्र गएर सुत्न खोजे, तर केही समयपछि फेरि ढोका ढक ढक गरेको आवाज आयो। यसपटक पनि उनी हतारिँदै बाहिर गए, तर त्यहाँ कोही पनि थिएन। भरतको मनमा डर गहिरिँदै गयो र अब उनलाई स्पष्ट महसुस भयो कि केही त असामान्य भइरहेको छ। त्यसैगरी अर्को दिन जब भरत भान्सामा गए, उनले देखे कि त्यहाँ आमाले पहिले खाना खाने गरेको थाल राखेको थियो। उनले सोचे कि अब मरेकी आमाको थाल घरमा राख्नु हुँदैन, त्यसैले उनले त्यो थाल घर बाहिर फालिदिए। अब यस्तो घटना घट्न लाग्यो जसले भरतको मुटुले ठाउँ मात्र छोड्न सकेन। अचानक एउटा मानिस दौड्दै आएर बोल्न थाले, भरत भाइ, तपाईको खेतमा डडेलो लागेको छ। खेतको सम्पूर्ण बाली जलेर खरानी भएको छ। यो कुरा सुन्दै भरत झन अचम्ममा परे। उनी तुरन्तै आफ्नो खेततर्फ दौडिए। जबसम्म उनी खेततर्फ पुग्थे, उनको आफ्नै आँखा अगाडि सम्पूर्ण बाली जलिरहेको थियो। सुनौलो अन्न, घना हरियो गहुँ सबै आगोको शिकार भइसकेको थियो। आगो उनको नियन्त्रणभन्दा बाहिर फैलिरहेको थियो। उनको आँखाबाट आँसु झरिरहेका थिए र मुटु अपराध बोधले भरिएको थियो। भरत मनमनै बिभ्याउँदै सोच्न थाले, यी सबै घटना किन घटिरहेका छन्? मैले कसको के बिगारे? अर्को दिन भरत आमाको कोठामा गएर हेर्दा त्यहाँ दराज राखिएको देखे, जसमा उनकी आमाले पहिले कपडा राख्ने गर्नुहुन्थ्यो। भरतले मनमनै सोचे, अब यो दराजको के काम? त्यसैले उनले फेरि पनि त्यो दराज घरबाट हटाइदिए। उनलाई अझै थाहा थिएन कि उनले ठूलो गल्ती गर्दै गइरहेका छन्। त्यसैगरी अर्को दिन जब भरत घर सफा गरिरहेका थिए, उनको नजर भित्तातिर गयो। त्यहाँ आमाको फोटो राखिएको छ। मनमनै भन्न थाले, यदि यो फोटो यहाँ राखिरहे भने मलाई आमाको सम्झना आइरहन्छ। म यो पीडा सहनै सक्दिन। त्यसैले उनले त्यो फोटो पनि निकालेर फालिदिए। भरतलाई यसको परिणाम के हुन्छ भन्ने कुनै अन्दाज नै थिएन। त्यो रात जब भरत खाना पकाउनका लागि चामल निकाल्न खोजे, उनले देखे कि सबै चामल कुहिएको थियो। यो देखेर उनी अचम्ममा परे। यो कसरी भयो? बिहानसम्म त सबै चामल ठिक थियो। तर एक्कासी सबै अन्न बिग्रिनु सामान्य कुरा थिएन। एकातिर खेतको सम्पूर्ण बाली डडेलो लागेर नष्ट भइसकेको थियो र अर्कोतिर घरमा भएको अन्न पनि खान लायक बाँकी रहेन। यति मात्र होइन, त्यही दिनदेखि भरत गम्भीर रूपमा बिरामी पर्न थाले। उनको शरीर दिनदिनै कमजोर हुँदै गयो। अब राम्ररी हिडडुल गर्न पनि सक्ने भएनन् र उनी ओछ्यानमै थला पर्न थाले। अर्को दिन जब भरत पिँढीमा बसेर चिन्तित अवस्थामा टोलाइरहेका थिए, त्यही बेला बाटो हिँड्दै गरेको एकजना पुरोहितलाई उनले देखे। भरतले तुरन्तै उठेर त्यो पुरोहितलाई आफ्नो घरमा बोलाए र सम्पूर्ण कुरा विस्तारमा सुनाए। भरत व्याकुल हुँदै भने, गुरुजी, मेरो घरमा यस्ता अनिष्ट घटनाहरू किन भइरहेका छन्? सुरुमा त तुलसीको बोट सुक्यो, त्यसपछि राति सुतिरहेको बेला कुकुर रोएको जस्तो आवाज आउँथ्यो, कहिले ढोका ढक ढक गरेको आवाज सुनिन्थ्यो, तर बाहिर गएर हेर्दा केही पनि देखिँदैनथ्यो। मेरो खेतमा आगो लागेर सबै बाली खरानी भयो, घरको अन्न बिग्रियो र अहिले म आफै पनि गम्भीर बिरामी परिरहेको छु। आखिर यस्तो किन भयो? कृपया मलाई सहायता गर्नुहोस्। पुरोहितले भने, बाबु, तिम्री आमाको मृत्यु पनि केही दिन अघि मात्र भएको हो। तिमीले विधिपूर्वक सबै पितृकार्य त गर्यौ नि। मुख्य कुरा, मृतक आमाका सामानहरू घरबाट हटाउने बेला तिमीले केही गल्ती त गरेनौ? भरतले सिधै उत्तर दिए, गुरुजी, मैले आमाले प्रयोग गर्ने धेरै जसो सामान फालिसकेको छु। आमाले सुत्ने खाट, गहना, दराज, आमाले खाना खाने थाल र उनको फोटो सबै फालिदिए। यो कुरा सुन्नासाथ पुरोहित अचम्ममा परे। उनी केही क्षण मौन रहे, मानो गहिरो सोचमा डुबेका जस्ता। त्यसपछि उनले गम्भीर स्वरमा भने, ओहो बाबु, तिमीले ठूलो गल्ती गर्यौ। यस्तो गल्ती कहिले गर्नु हुँदैन। मृतक व्यक्तिको खाट, गहना, दराज, खाने थाल र फोटो यी सबै अत्यन्त महत्वपूर्ण वस्तुहरू हुन्। यी वस्तुहरू फाल्नु हुँदैन। यिनलाई फाल्दा पितृहरू रिसाउँछन् र त्यसको प्रभाव सिधै घरमा देखिन्छ। यही कारणले तिम्रो घरमा यस्ता अशुभ घटनाहरू हुन थालेका हुन्। भरत डराउँदै गुरुजीतर्फ हेर्दै बसिरहे। उनको मुटु अझै छिटो धड्किन थाल्यो। पुरोहितले अगाडि भने, अहिले पनि समय बितिसकेको छैन। तिमी तुरन्तै जाओ र ती सबै 5 वस्तुहरू, खाट, गहना, दराज, थाल र फोटो जहाँ फालेका छौ त्यहाँबाट खोजेर फेरि घरमा ल्याऊ। त्यसपछि मसँग भेट्नु। गुरुले बताए अनुसार भरतले आफ्नी आमाका सबै सामानहरू पुनः घरमा ल्याए। सुरुमा उनले खाट ल्याएर पहिलेको स्थानमै राखिदिए। त्यसपछि पसलमा गएर आमाका गहना फिर्ता ल्याए। क्रमशः दराज, थाल र आमाको फोटो पनि जहाँ जहाँबाट फालेका थिए त्यहाँबाट आफ्नै ठाउँमा मिलाएर राखिदिए। यति गरेपछि केही समयका लागि भरतको मन शान्त भयो। उनलाई लाग्यो, अब त सबै ठिक हुन्छ होला, अब यस्ता अनिष्ट घटनाहरू दोहोरिने छैनन्। तर त्यो रात भने झन अनौठो र डरलाग्दो भयो। भरत सुतिरहेको बेला अचानक उनले सपनामा आफ्नी आमालाई देखे। सपनामा उनकी आमा अजीब अवस्थामा थिइन्।
उनका लुगा आगोमा जलिरहेका थिए। उनी केही भन्न खोजिरहेकी थिइन्, मानव भरतलाई केही महत्वपूर्ण कुरा सम्झाउन चाहिरहेकी जस्तो, तर उनको मुखबाट कुनै आवाज निस्किरहेको थिएन। केवल आगोको ज्वालाले उनका लुगा जलिरहेका थिए र उनको अनुहार पीडा र असहाय भावले भरिएको थियो। अचानक उनी आत्तिदै बिउझिए। भरतको मुटु जोरले धड्किन थाल्यो। उनको सारा शरीर पसिनाले भिजेको थियो। सास फेर्न गाह्रो भइरहेको थियो। अर्को दिन बिहानै भरत ती गुरुको घरतर्फ लागे। बाटोमा हिँड्दै गर्दा उनको मनमा एउटै प्रश्न घुमिरह्यो, मैले आमाका सबै सामान फिर्ता ल्याए पनि किन आमा सपनामा देखिनुभयो? यसको कारण के हो? यही सोचमा डुब्दै उनी गुरुको घरमा पुगे। भरतले भने, गुरुजी, मैले तपाईले भने अनुसार आमाका सबै सामान फेरि घरमा ल्याएँ, तर पनि यी अनिष्ट घटनाहरू रोकिएनन्। हिजो राति मैले सपनामा आमालाई देखेँ। उहाँका लुगा आगोमा जलिरहेका थिए, तर उहाँ केही बोल्न सकिरहनु भएको थिएन। आखिर यस्तो किन भयो? म यस समस्याबाट कसरी मुक्त हुन सक्छु? कृपया मलाई मार्ग देखाइदिनुहोस्। गुरुले केही बेर आँखा बन्द गरेर ध्यान लगाए, मानौ उनी भित्रैबाट उत्तर खोजिरहेका जस्ता देखिन्थे। त्यसपछि उनले गम्भीर स्वरमा भने, बाबु, त्यो सपनाको अर्थ एउटै हो, तिमीले फाल्नुपर्ने चिजहरू फालेनौ। अब मलाई भन, तिमीले आमाका कुन कुन सामानहरू फालेनौ? भरतले उत्तर दिए, गुरुजी, मैले त केवल 3वटा चिजहरू फालेको छैन, आमाका लुगा, घडी र छाता। यो सुन्नासाथ गुरुले भने, हो बाबु, यही नै तिम्रो ठूलो गल्ती हो। एकातिर तिमीले मृतक व्यक्तिका राख्नुपर्ने सामानहरू फाल्यौ र अर्कोतिर फाल्नुपर्ने सामानहरू घरमै राख्यौ। मृत्युपछि कहिले पनि मृतक व्यक्तिका कपडा, घडी र छाता घरमा राख्नु हुँदैन। यो सुनेपछि भरतको सातो पुत्लो उड्यो। उनले डराउँदै भने, गुरुजी, त्यसो भए मलाई विस्तारमा बताइदिनुहोस् कि मरेको मानिसका कुन कुन चिजहरू फाल्न हुन्छ र कुन फाल्न हुँदैन। कृपया कारणसहित बुझाइदिनुहोस्। पुरोहितले गम्भीर स्वरमा भने, ध्यान दिएर सुन बाबु, अब म तिमीलाई विस्तारमा बताउँछु कि मरेको मानिसका कुन कुन 5 चिजहरू किन फाल्नु हुँदैन। पहिलो चिज हो खाट। मृत व्यक्तिको खाट कहिल्यै पनि घरबाट फाल्नु हुँदैन, किनभने यही खाटमा बसेर सुतेर उसले आफ्नो जीवन बिताएको हुन्छ। यसमा उसको जीवनको ऊर्जा र सम्झनाहरू जोडिएका हुन्छन्। यसलाई फाल्दा पितृहरू असन्तुष्ट हुन्छन् र घरमा अशान्ति आउन सक्छ। दोस्रो चिज हो गहना। मृत व्यक्तिका गहना कहिल्यै पनि बेच्नु वा अरूलाई दिनु हुँदैन, किनभने गहना केवल धातु मात्र होइन, त्यो व्यक्तिको भाग्य र परिश्रमको प्रतीक पनि हो। यसलाई फाल्दा वा बेच्दा घरको धन सम्पत्ति घट्न सक्छ र आर्थिक समस्या आउन सक्छ। तेस्रो चिज हो अलमारी अथवा दराज। दराज वा त्यो स्थान हो जहाँ मृत व्यक्तिले आफ्ना महत्वपूर्ण सामानहरू राख्ने गर्थ्यो। यसमा उसको जीवनका धेरै सम्झना र ऊर्जा जोडिएको हुन्छ। यसलाई हटाउँदा घरको स्थिरता बिग्रिन सक्छ र परिवारमा असन्तुलन आउन सक्छ। चौथो चिज हो खाना खाने थाल, कचौरा आदि। मृत व्यक्तिले प्रयोग गरेको थाल, कचौरा जस्ता भाँडाहरू पनि फाल्नु हुँदैन, किनभने यिनमा उसको दैनिक जीवनको अंश हुन्छ। यी वस्तुहरूलाई सम्मानपूर्वक राख्दा पितृ सन्तुष्ट हुन्छन्, तर फाल्दा उनीहरू रिसाउन सक्छन्। पाँचौं र अन्तिम चिज हो फोटो अथवा तस्बिर। मृत व्यक्तिको फोटो कहिल्यै पनि फाल्नु हुँदैन, किनभने फोटो नै त्यो व्यक्तिको सम्झना र अस्तित्वको प्रतीक हो। यसलाई फाल्दा पितृहरू दुखी हुन्छन् र घरमा नकारात्मक ऊर्जा फैलिन सक्छ। पितृको तस्बिरलाई सधैँ पूजा कोठाको भित्तामा टाँसेर फूलमाला लगाउनुपर्छ र दैनिक पूजा गर्नुपर्छ। पुरोहितले अन्त्यमा भने, बाबु, यी 5 चिजहरू कहिल्यै पनि फाल्नु हुँदैन। यिनलाई सम्मानका साथ घरमा राख्नुपर्छ, तब मात्र पितृहरू प्रसन्न हुन्छन् र घरमा सुख शान्ति रहन्छ। यदि यी चिजहरूलाई फालियो भने पितृहरू रिसाउँछन् र पितृको रिसले त्यो घरको सारा सुख शान्ति हराउँछ र ठूलो संकट आउन सक्छ। भरतले सोधे, हे पुरोहित देव, त्यस्तै गरी मरेको व्यक्तिका कुन कुन वस्तुहरू किन घरमा राख्न हुँदैन? कृपया विस्तारमा बताइदिनुहोस्। पुरोहितले गम्भीर स्वरमा भने, ठीक छ बाबु, ध्यान दिएर सुन। अब म तिमीलाई मरेको व्यक्तिका राख्न नहुने वस्तुहरू र त्यसका कारण बताउँछु। पहिलो वस्तु हो कपडा। मृत व्यक्तिका कपडाहरू कहिल्यै पनि घरमा राख्नु हुँदैन, किनभने ती कपडाहरूले उस व्यक्तिको अन्तिम अवस्थाको ऊर्जा बोकेको हुन्छ। यिनलाई घरमा राख्दा नकारात्मक ऊर्जा फैलिन सक्छ र घरमा अशान्ति तथा रोग व्याधि बढ्न सक्छ। त्यसैले मृत्यु हुने बित्तिकै ती कपडाहरू घरबाट हटाइहाल्नुपर्छ, खोलामा बगाउनुपर्छ वा दान दिन सकिन्छ। दोस्रो वस्तु हो घडी। मृत व्यक्तिको घडी पनि घरमा राख्नु हुँदैन, किनभने घडी समयको प्रतीक हो र मृत्युसँगै त्यस व्यक्तिको समय समाप्त भइसकेको हुन्छ। यसलाई घरमा राख्दा जीवनमा अवरोध, काममा ढिलाइ र असफलता आउन सक्छ। तेस्रो तथा अन्तिम वस्तु हो छाता।
मृत व्यक्तिको छाता पनि घरमा राख्नु हुँदैन, किनभने छाता संरक्षणको प्रतीक हो, तर मृत्युपछि त्यो संरक्षण समाप्त भइसकेको मानिन्छ। यसलाई घरमा राख्दा घरमा नकारात्मक प्रभाव पर्न सक्छ र परिवारमा संकट आउन सक्छ। यी वस्तुहरूलाई समयमै घरबाट हटाउनुपर्छ, नत्र पितृहरू असन्तुष्ट हुन्छन् र जीवनमा अनेक प्रकारका दुःख कष्ट आउन सक्छन्, जसरी तिम्रो जीवनमा आयो। भरत हात जोड्दै भन्छन्, गुरुदेव, तपाईको चरणमा कोटी कोटी प्रणाम। आज तपाईले एउटा ठूलो रहस्य बताउनुभयो, म अब यसको पालन अवश्य गर्नेछु। त्यसपछि भरत घरमा जान्छन्। गुरुले भने अनुसार उनले आमाका सम्पूर्ण लुगा दान गर्छन् र घडी र छाता भने खोला लगेर बगाइदिन्छन्। त्यसपछि उनको घरमा त्यस्ता घटनाहरू हुन बन्द हुन्छन् र उनी एक सुखी जीवन बिताउन थाल्छन्। त्यसपछि श्रीकृष्ण भन्नुहुन्छ, राधे, यही नै थियो त्यो कथा। अब तिमीले पनि बुझौ होला कि मरेका व्यक्तिका कुन कुन 5 चीजहरू राख्नुपर्छ र कुन 3 चीजहरू तुरुन्तै फालिदिनुपर्छ। राधा भन्छिन्, धन्यवाद प्रभु, तपाईले अमूल्य ज्ञान दिनुभयो। साथीहरू, तपाईलाई यो कथा कस्तो लाग्यो र तपाई कुन ठाउँबाट भिडियो हेर्दै हुनुहुन्छ, कृपया कमेन्टमा लेख्नुहोस्। भिडियोलाई लाइक र सब्स्क्राइब गर्न पनि नबिर्सनुहोस्। हामी अर्को यस्तै भिडियोमा भेट्नेछौं। धन्यवाद।